Alright, what's up everybody? अहिले चाहिँ म जिम जाँदैछु। ओके 10:20 भइरहेछ बिहानको। सो म चाहिँ आजदेखि स्ट्रेन्थ एन्ड कन्डिसनिङ गर्ने भनेर सो त्यो भाइसँग पोखराको सबैभन्दा राम्रो जिम जाँदैछु। डियर जिम भनेर अहिले नयाँ खोलेको अब कति भयो थाहा छैन है, कति भयो तर नयाँ भन्छ। आबिया पछिको राम्रो जिम भन्छ। अब आबिया भन्दा नि राम्रो छ अरे। अब आज गएर हेरौँ कस्तो रहेछ। अनि त्यही हो मेरो वेट लस जर्नी। अब आजदेखि चाहिँ अरू यो स्ट्रेन्थ एन्ड कन्डिसनिङ गर्नु पऱ्यो। आजदेखि चाहिँ योभन्दा अगाडि चाहिँ मैले जस्ट कार्डियोहरू मात्रै गरिरहेको, रनिङ, त्यसपछि त्यही जुजुत्सु एमएमएहरू मात्रै गरिरहेको थिएँ। सो अब चाहिँ म हप्ताको 3 or 4 days जस्तो चाहिँ म स्ट्रेन्थ एन्ड कन्डिसनिङ पनि गर्छु। अब त्यसमा के पर्छ अब सबै त्यहाँ भाइले सिकाउँछ होइन। सो त्यही हो। म आज बिहान क्लासमा गएँ र फर्कियो। आज मर्निङमा चाहिँ एउटा मात्रै क्लास हुन्छ, त्यही भएर मैले आज अलिक ढिला भएछ। अरू बेला चाहिँ लाइक 9:30 9 बजी कि त 9:30 मा स्टार्ट गर्ने भनेको। सो 10:30 भइसक्यो। 10:30 मा गरौँ भनेर 10:30 मा गर्नु लाग्यो। अब यहाँ 10:30 टु साथी 11:30 गर्छौँ होला। त्यसपछि फेरि घर आउँछु, रेस्ट गर्छु, फेरि इभिनिङमा क्लास छ आज। डियर जिम माथिपट्टि ब्याडमिन्टनहरू छ अरे, एयरबिएनबी के भन्दै थिएँ। लाइक गुड फेसिलिटी भएको बिल्डिङ खोलेको छ, हस्पिटल चोक। सो अहिले चाहिँ म त्यही हस्पिटल चोकतिर जाँदै हो। मैले बाहिरबाट चाहिँ देखेको थिएँ, अब भित्र चाहिँ गएको छैन। आजै जाँदैछु। त्यही हो। अब मर्निङमा पनि हामीले एमएमए बिगिनर्स भनेर राखिरहेको छौँ। अब लेट्स सी कस्तो खाले रेस्पोन्स हुन्छ र त्यो अनुसारले स्केड्युलहरू मिलाउँदै लानु पऱ्यो। तर बिहान चाहिँ मान्छे 4-5 जना चाहिँ इन्ट्रेस्टेड नै छ। ओके, सी यु गाइज। अहिले एकछिनपछि यो गर्नु पऱ्यो होइन? रोइङ गर्नु पऱ्यो पहिला। ए हो। यसले चाहिँ अलिक थकाउनु रहेछ। यसले थकाउँछ दाइ। यसको दुईवटै लेग्स र अप्पर बडी एकैचोटि युज हुन्छ, त्यही भएर थकाउँछ। यो चाहिँ तपाईँले रस गर्दै नगर्नु। अहिले त्यसरी नै सेम कन्सिस्टेन्ट पेसमा दुईवटै लेग्स र ह्यान्ड्स एकैचोटि युज गर्नु। स्टार्ट होइन? स्टार्ट पावरफुल गर्नु। अगाडि रिकभर हुँदा चाहिँ मजाले ब्रिदिङ गर्नु अनि पावरफुल हाल्नु। तपाईँको पेस अहिले लास्टको 100 मिटर अलिक गाह्रो हुन्छ। इजी कन्सिस्टेन्ट
Very tired. Last round of the day. Last round. Alright guys, मैले बिहान ट्रेनिङ गइसकेँ र ट्रेनिङ दामी भयो। जस आज मेरो फर्स्ट डे हो अनि लास्टको सेसन चाहिँ अलिकति गाह्रो भयो थियो है, लाइक रोइङ, त्यसपछि फेरि फायरम्यान क्यारी अनि त्यसपछि चाहिँ स्न्याच गर्दाखेरि 3 राउन्ड गऱ्यो त्यो लास्टको 3टा एक्सर्साइज 3 सेट गऱ्यो। त्योभन्दा अगाडि लाइक फ्रन्ट स्क्वाड यो क्लिनवाला स्क्वाड गरेको थिएँ अनि त्योभन्दा अगाडि चेस्टको ब्याकको पुल पनि गरेँ। सो म चाहिँ लाइक ओभरअल फङ्सनल टाइपको गर्न खोजिरहेको छु, नट जस्ट बडी बिल्डिङ एक्सर्साइज। त्यो आजको बक्सिङ क्लास विनीतको छ र बेलुका चाहिँ जुजुत्सु फन्डामेन्टल भनेर छ। पहिलाको मन्थहरूमा चाहिँ बेलुका एमएमए ड्रिलहरू पनि गरिरहेको थियो। अहिले चाहिँ अलिकति जुजुत्सुमै फोकस गरौँ भनेर जुजुत्सुको, किनकि नयाँ स्टुडेन्टहरू टन्दैछ, त्यही भएर जुजुत्सुको फन्डामेन्टल कुराहरू गरौँ भनेर। जुजुत्सु चाहिँ अनि कस्तो भने लाइक जति पढ्यो कहिल्यै नसकिने हुन्छ क्या। अब म ट्रेनिङ गरेर आएँ होइन, अनि त्यसपछि खानासाना खाएँ, फेरि एकछिन अब बेलुका क्लासको लागि स्टडी गर्नुपर्छ क्या, किनकि लाइक अलिकति राम्रो स्टडी गरेर नै सिकाउनुपर्छ क्या। लाइक यत्तिकै गएर अब बक्सिङ किक बक्सिङहरू जस्तो अलिकति अब एउटै कुरा सिकाइराख्यो भने त आज प्रिपेयर नभइकन गएर पनि सिकाउन सकिन्छ क्या। तर जुजुत्सु चाहिँ फेरि अलिकति त्यो प्रिपेयर भएरै जानुपर्छ क्या, अलि राम्रोसँग सिकाउने हो भने। त्यही भएर फेरि एकछिन आएपछि फेरि स्टडी गर्नुपर्छ अनि फेरि बेलुका क्लासको लागि गयो। अहिले जाँदैछु फेरि बेलुका, अब आज गएर फेरि 2-3 राउन्ड त हान्नै पर्छ बेलुका, स्पारिङ रोलिङ। अनि त्यही हो गाइस। अनि त्यो जिम मलाई राम्रो लाग्यो जस, तर आव्या नै राम्रो छ त्योभन्दा है। आव्याको लाइक टोइलेटहरू पनि बवाल छ फेसिलिटी, अनि डियर जिम पनि सामानहरू चाहिँ एकदम राम्रो रहेछ। अनि अब त्यहीँ गर्छु मैले डियर जिममा केही महिना। पर्सनल ट्रेनिङ हो मैले गरिरहेको चाहिँ, मेरै स्टुडेन्टसँग गरिरहेको छु कि। लाइक त्यो भाइ चाहिँ हाम्रो जिममा आउँछ जुजुत्सु सिक्नको लागि, अनि ऊ चाहिँ पर्सनल ट्रेनर हो, लाइक फङ्सनल फिटनेस, र उसको के रनिङ क्लब पनि छ भन्थ्यो।
अनि त्यही हो आविया चाहिँ लाइक आवियासँग सामानहरू पनि एकदम बवाल सामानहरू छ कि फङ्सनल हल छुट्टै छ यतापट्टि बडी बिल्डिङको छुट्टै छ अनि आविया हेरेर चाहिँ अलिकति सानो पनि लाग्यो मलाई अनि टोयलेट बाथरुम अलिक सानो लाग्यो डियर जिमको टोयलेट बाथरुम चाहिँ अलिकति राम्रो दिनुपर्छ भन्ने मलाई लाग्छ र मेरो एक दिन यदि मैले अब मेरो नेक्स्ट लोकेसनमा चाहिँ मेरो टोयलेट बाथरुम चाहिँ बवालै हुन्छ ठुलो नभए पनि जस अलिकति स्पेसियस राम्रो चाहिँ हुनुपर्छ कि अलिक साइँगुरो चाहिँ हुनु हुँदैन कि मान्छे नअट्ने कहाँ चेन्ज गर्ने त्यो मान्छे भिड भएको बेला कि त्यस्तो चाहिँ हुनु हुँदैन कि त हुनै भएन होइन भएपछि अलिकति राम्रै हुनु पऱ्यो क्या जस्तै मेरोमा एउटा सिङ्गल टोयलेट मात्रै हो तर चेन्ज गर्नको लागि त चेन्जिङ रुम त मेरो फेरि राम्रै छ होइन सिङ्गल तरिकाले तर त्यहाँ त चेन्जिङ रुमै लाइक अलिकति राम्रो खुल्ला क्या अनि टोयलेट अलिक सानै रहेछ सो कहाँ आएर बसिरहेको छ फेरि यस्तो त्यही हो म अब अहिले चाहिँ जिम जाँदैछु र कति 4:01 भएछ आज जुस रोल हान्नुपर्छ बेलुका अनि आजको ट्रेनिङ त्यही हुन्छ र भोलि फेरि भेटौँला गाइजहरू भोलिको अब फेरि मेरो मर्निङको क्लास छ होइन मर्निङमा फेरि 2टा क्लास छ कि भोलि सुरुमा एमएमए बिगिनर्स पछि फेरि जुजुत्सु गर्नुपर्छ तल पानी परेछ नि त माथि फेरि पानी परिरहेछ न्यु रोडतिर डियर जिमको प्राइस चाहिँ 4000 रहेछ जिम मेम्बरसिप राम्रो छ त्यतिको फेसिलिटीहरू स्किङ रोइङ अनि एयर बाइक पनि रहेछ मलाई मनपर्ने कुराहरू चाहिँ अनि यतापट्टि पुलअप बारहरू अनि स्क्वाट ऱ्याक राम्रै थियो बाहिरपट्टि क्याफे पनि राम्रो रहेछ तर आविया चाहिँ फेरि अति ठुलो छ है आविया बबाल किनकि मेरो आविया मेरो घर तल्लै हो त्यही भएर चाहिँ बबाल यदि त्यो भाइ ट्रेनर आवियामा भएको भए त सजिलो हुन्थ्यो झन् माथि पुरै पानी परिरहेको चाहिँ ओके गाइस सी यू जिममा अब बेलुकाको हल्का ट्रेनिङ फ्रिजहरू ओके बाई
लायो त्यो नाच्नु डन्डीबाट कि काटेको ए डन्डीबाट त्यो रातभरि खानु खाइरहेको छ भाइसँग कस्तो लिने भाइसँग तर के हुन्छ त्यो कुकुर